हेलो हेलो दर्शन नमस्ते सम्पूर्णमा भक्तिया सबैजना सन्चै हुनुहुन्छ होला। अनि स्पेसल्ली खुसीको खबर, अब आजदेखि सायदै यो युरोप युनियनभित्र पर्ने सबै कम्पनीहरू, कार्यालयहरू, अफिसहरू सबैहरू खुल्दै जानेछन्। किनकि अहिलेसम्म यो क्रिसमस र न्यु इयरको छुट्टीको भ्याकेसन थियो, होलिडे भ्याकेसन थियो। सो अब आजदेखि चाहिँ अब भोलिदेखि चाहिँ पूर्ण रूपमा सुचारू हुनेछन् र रोकिएका कामहरू बढ्नेछन् हैन। अनि जो स्पेसली यो 2025मा एप्लाई गर्नुभएको र अब यो 2026 लागे लगतै युरोप युनियनभित्रका कन्ट्रीमा आउन हुने र यस 2026मा पनि एप्लाई गर्नुहुने साथीहरूको लागि एकदम राम्रोसँग बुझ्नु होला हैन। किनकि बुझ्न आवश्यक छ। अनि अहिले धेरै न्युजहरू आइराखेको हुन्छ, यति पैसा फसेको, यति पैसा खाएको भनेर। त्यही भएर एकदम प्यासनका साथ बुझेर भरपर्दो माध्यम चुन्नु होला र एप्लाई गर्नु होला। जसले एप्लाई गर्नुभएको छ, जसको वर्क परमिट निक्लेको छ, जसले भिएफएक्स गरिसक्नु भएको छ, उहाँहरूको रिजल्ट पनि अब छिटै आउँछ होला। अनि सोचे जस्तो चाहिँ छैन, अरू कन्ट्रीको जस्तो छैन हैन। अब युरोप युनियनभित्रका कन्ट्रीहरूमा चाहिँ हामी अरू कन्ट्रीहरूमा बसे चाहिँ कम्फर्ट जोनमा चाहिँ बस्न सक्दैनौँ। किनकि यहाँ कम्फर्ट जोनबाट बाहिर निस्किनु पर्ने हुन्छ, अलिकति रिस्क लिनै पर्ने हुन्छ, काममा पनि, स्वास्थ्यमा पनि हैन, हेल्थमा पनि, सबै कुरामा। अनि किनकि यहाँ धेरै एजेन्सीको सर्कल भएर पनि होला। अनि डाइरेक्ट कम्पनीले भिजा नदिएर एजेन्सी मार्फत एजेन्सीलाई दिने भएको कारणले या त एजेन्सीले नै सबै कामहरू गरिदिने भएको कारणले अलिकति अप्ठ्यारो चाहिँ छ। सो त्यही भएर तपाईँहरू सबैजना जसले एप्लाई गर्ने सोचमा हुनुहुन्छ राम्रोसँग बुझ्नु होला, कम्पनीको बारेमा राम्रोसँग कुराकानी गर्नु होला हैन। या त युरोप युनियनभित्र भएका साथीहरूलाई सोध्नु होला कम्पनी कस्तो छ भनेर। किनकि यहाँ प्राय युरोप युनियनभित्र पर्ने कम्पनीहरू भनेको सप्लायर हुन्छ हैन। किनकि यहाँ डाइरेक्ट कम्पनीले वर्क परमिट निकालिदिने र गर्ने गर्दैन, यहाँ एजेन्सीहरू हुन्छ, एजेन्सीहरूको तर्फबाट हुने कुराहरू हो। अनि त्यस्तो हुँदाखेरि चाहिँ यहाँ एकदम कमै माध्यममा डाइरेक्ट कम्पनी पर्छ र डाइरेक्ट कम्पनीमा पनि डाइरेक्ट कम्पनी पनि एकदम कममा पर्छ क्या। प्रायः सप्लाई हुन्छ, डाइरेक्ट कम्पनीले पनि सप्लाईको मान्छेहरूलाई काम, कन्ट्र्याक्टको मान्छेहरूलाई काम दिइराखेको हुन्छ नि त। त्यही भएर एक्चुअली एप्लाई गर्दा, अफर लेटर आउँदा, वर्क परमिट आउँदा हैन, वर्क परमिट आयो भने पनि बुझ्न सकिन्छ। त्यसमा लट नम्बर हुन्छ, सबै हुन्छ, कम्पनीको लोकेसन कहाँ छ भनेर चेक गर्न सकिन्छ। अनि त्यही भएर बुझेर गर्दा राम्रो हुन्छ, बेटर हुन्छ हैन। सो गाइज, त्यही भएर अब जतिजनाको वर्क परमिट झरिसकेको छ, हजुरहरूले डेट पाइसक्नु भएको छ र हजुरको भिएफएक्स हुँदैछ भने पनि अब त्यो काम सुरु हुनेछ। र जसको भिएफएक्स भइसकेको छ भने अब रिजल्ट पनि निकै छिटो आउनेछ। र जसले एप्लाई गरेर सोच्नु भएको छ उहाँहरूको झन् त्यसै पनि काम भइरहेको छ 2026मा। सो लेट्स सी हैन। आफ्नो स्वास्थ्यको ख्याल राख्नु होला जहाँ भए पनि, जस्तो अवस्थामा भए पनि। र ट्राई चाहिँ गरिराख्नु पर्यो। अनि मान्छे जतिसुकै पटक असफलता भयो भने तर प्रयास गर्न चाहिँ छोड्नु हुँदैन, त्यो प्रयासले नै एकदिन सफलतामा पुर्याउँछ अरे। सो सबैजना धैर्यता भएर सोचेर विचार गरेर बुझेर आफ्नो कामलाई अगाडि बढाउनु होला है त। धन्यवाद।